Hello everyone, welcome to my channel. यदि च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्स्क्राइब गर्नुपर्छ, साथै लाइक कमेन्ट सेयर पनि गर्नुपर्छ। गाइस हामी चाहिँ आज बिहान चन्द्रगिरी घुम्न जाँदैछौँ। यता चाहिँ मम्मी रेडी भएर बस्छ, उता दिदी का बगल रेडी भइसक्नु। हामी चाहिँ कपाल खङ्ग्रिङ गएको गाडी चाहिँ बुक गरिसक्यौँ, आउँदैछ रे। एकैचोटि हामी चाहिँ जाने बेला देखाउँछु ल। चलो 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 जानु मम्मी। मम्मीको ब्याग कहाँ छ? त्यस्तो हिमाल देखियो, हिमाल। ए यो केमा आउने होला? 4 त्यहाँ छ। हुन्छ हाम्रो कुन्टी त हाई बेबी हाई भन्दैछ। कपाल ग्याङ अलिअलि हुन्छ त नि। हाई भन्दैछ। कालेको फोन। चलो गाइस, हामी चाहिँ यहाँबाट अब त्यहाँबाट माथि निस्किन्छौँ। झोला यहाँ लगाएको भए कति अप्ठ्यारो हुन्थ्यो। जिम्मा लिनु हुँदैन, त्यहाँ घर चौकी छ भन्ने मलाई थाहा छैन। अल्छी टिन्नु। चलो 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 चलो। एकाउन्टेन्ट सर छ के हाम्रो उठेकै एमडीबाट गएको। के भयो मम्मी? गाइस हिमाल देख्न सक्नुहुन्छ। कस्तो जाडो पर्छ गाइस। हामी चाहिँ अब भित्र पस्यो। गाइस हामी चाहिँ अब केबल कार चढ्न जाँदैछौँ। सारीलाई त आफै हात हल्लाइदिन्छ भाइ। केबल कार केबल कार केबल कार केबल कार केबल कार। हुन्छ मम्मीलाई डर लाग्यो कि अहिले हुन्छ। बेबी कस्तो यो त चढिसकेको छ। सानी चढिसकेको छ। मम्मी मात्रै, मम्मीको फर्स्ट एक्सपिरियन्स हुन्छ। तपाईँ नै मेरोमा त उता चढिसक्यो। 40% लाग्छ भन्दै थियो। कति रहेछ गाडी? कति रहेछ टिकट? 800 7-8 कति छ?
हाइट हेर 3 फिट 700 अब हाम्रो केबल कार जान्छ सर कति टाइम लाग्छ 15-20 मिनट लाग्छ होला 2.5 किलोमिटर हो भनेपछि जम्मा 2.5 किलोमिटर भने जम्मा हुन्छ 2.5 छ 10 मिनट लाग्छ होला 5 मिनट त्यति त 10 मिनट लाग्दैन होला यता यता बस्छु के हो त मामी यता यस्तो हेर्नुहोस् तर उता चाहिँ मनोकामनाको त कति बादलभन्दा माथि गएको थियौँ है तल हेर्छ तल पुगेपछि घाम माथि हेर्दा के थिएन मेरो सानी त डरै मान्दैन त भाइ हामी किन डर मान्ने कस्तो राम्रो क्लियर होइन माथिबाट त तलबाट माथि आउनुहुन्छ खासै भिड छैन मनोकामना चाहिँ भिड हुन्थ्यो है यो फेरि अब यो चाहिँ हामी चाहिँ अब यो अहिले साथीहरू हामी चाहिँ आयौँ कति 16 है यसरी घुम्छ जाने हो आयो 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 हामी पकपक बिस्तारै बाबु किन दे खोल्न देऊ पछि हामी जानुपर्छ आफै खुल्छ नि यो सिस्टम छिटो जानुपर्छ ल वाउ उता घामबाट दामी आउँछ फोटो वाउ चिसो चिसो ठिकै रहेछ वाउ हिमाल ए हिमाल कस्तो टल्केको है राइनको कोरिया हो नि त यो है मम्मी अहिले अगाडि आउनु हिमाल कस्तो टल्केको कि आँखाले हेर्दा मम्मी केबल कार चढ्दा कस्तो भयो कस्तो लाग्यो केही पनि भएन मलाई के भूमि डाउनु पर्ने थियो बरु होइन उमा आउँदाखेरि कस्तो कस्तो भइरहेको थियो गाडीमा नाइ के कस्तो कस्तो फिल भयो भने मेरो मतलब कस्तो राम्रो लाग्यो भन्न खोजेँ कि राम्रो लाग्यो आछि झाड गाइस यो चाहिँ तुसारो परेर हिउँ पर्ला चिसो चिसो शीत छ तर मेरो ज्याकेट लाग्छ तर मेरो ज्याकेट छैन किनकि ल हिँड्नु गाले वाउ गाडी आयो सम्म साइड लाग्नु काले काले सरकारी जागिर भन्छ हो यो गाडी त यही आशामा आउँदो रहेछ है उमा होला नि त आउँदो पूजा गर्ने हो फुलहरू यहाँ त किन्न पाउँदैन क्या आऊ सानी चन्द्रगिरी त कहाँ हो तले हो क्या किन्ने कस्तो राम्रो ल आउँछ साथीहरू चन्द्रगिरी टेम्पल देख्न सक्नुहुनेछ यो बत्ती यता होला नि धारो यी धारो छोरो आऊ मलाई खोल्नुपर्छ बजाङ जाँदाखेरि कस्तो पानी थियो वैशाखको महिना पनि सुरुरुकमा थियो बन्द मैले पनि
पोल्यो 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 आऊ टिका लाउन जलाइसकेको छ भन्नु मम्मी आउनु यो मेरो यस्तै भिडियो बनिदिउँ न यस्तै गरेर यही एङ्गलमा तल खै त्यो यो फोटो खिचाउनु त होइन यो भिडियो बनाइराख कि यता 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 साइडबाट खुसी भएको छ नि त्यसमा पैसा राखेको थियो यसमा अनि राख्नु पर्दैन त नि बसेन छुट्यो ए मम्मी तो बत्ती दिँदा मम्मी आउनु तैँले बान्दा म तैँले नुहाइ नुहाइ गरेर अगरबत्ती नै ल्याइ होइन सलाई त हाम्रो होला नि के त सलाई माथि हुन्छ भने धुपहरू ल्याह धुपहरू के छ सले हुन्छ भने के धुपहरू पनि उतै धुप पनि उतै हो क्या है के त धुप होइन कि अर्को हातले चाहिँ ठेक्न बुयो भुइँमा राखेर सेक्छु म त नरियल फुटाल्ने कहाँ अरे ल खै ल के नि हुँदैन बान्नु कहाँ लानु छ र यति बाँधिदिनु बान्नु घन्टी बजाइदिनु अलिअलि मात्रै के
ल भयो खै दे आऊ त मेरो नरिवल फोडिदिन्छु म नरिवल फोडिदिन्छु बाबु त जुठो नहाला बाबु यो प्रसाद अहिले फेरि खानुपर्छ है अब तिमीलाई गाउँ पठाइदिनुपर्छ है गाउँ चाहिँ ठिक हुन्छ है तिमीलाई खाने अहिले खानु हुँदैन नि बाबु फाइनली हामीले चाहिँ यहाँ फोटोसुट गरेर सकिसक्यौँ अब हामी मम्मीलाई फोटो खिच्नु मन लाग्यो मेरी मालाई वाउ भेरी ब्युटिफुल आउनु जुत्ता लाउन कहाँ गयो जाऊ जुत्ता लाउँदैन र सानीले भिडियो बन्दै भनेर मैले चाहिँ ल भयो 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 आमा यसले त खाने चिज देखेर बताउन गाह्रो चिज ल उता बाबाले बोलाइरहेको ल हिँड भाग 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 कहीँ चाहिँ हाम्रो चाहिँ यहाँ बच्चाहरूलाई भोक लागेर यहाँ हामी पनि खाइदिउँ न बच्चाको खानुहुन्छ बस्नमा त मजा आयो घाम ताप्नु दामी मम्मी खान्छ हैन हामी त खाँदैन पुरी तरकारी एउटा छोरी दिइहाल्यो खुवाउनु पर्दैन लाफे खाने रहेछ के तरकारी खानु मम्मी तरकारी चाहिँ मिठो होला के केटाले खाने जस्तो हेर यस्तो तरकारी त यस्तो पुरी त भण्डारामा फेरि पाउँछ यार इन्डियामा कसम भण्डारा लाग्यो भने हामी भण्डारामा खान जान्थ्यौँ भण्डारा भने यस्तो मन्दिर सन्दिरमा लाग्ने क्या आमा हजुर आलु गोबी पनिरको सब्जी हुन्थ्यो साथीहरू यहाँ चाहिँ हाम्रो मम्मी बेनाजुहरू एभरेस्ट पोइन्ट हेर्न जानुभएको छ उता क्यामेराबाट बेबीले हेर्दैछ साथीहरू अब चाहिँ हामी वरिपरि घुमेर जानेछौँ घर फर्किनेछौँ यहाँ चाहिँ यस्तो छ यहाँ बच्चाहरू खेल्ने रहेछ यस्तो रहेछ खेल्ने ठाउँ त्यहाँ पनि रहेछ दिदी र बेनाजु त्यहाँ हुनुहुन्छ मामी हेलो सानी 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 हाय सानी यता हेर त हेलो घरमा को हुनुहुन्छ के अरे उ चाहिँ गौरी शङ्कर हिमाल अनि माउन्ट एभरेस्ट पनि देख्नु रहेछ
कस्तो राम्रो देखेको हो। फाइनली हामी चाहिँ अब घर गयौँ। हिमालको फोटो वर्ष कस्तो खतरा देखिया छ, कस्तो खतरा देखेको माय गॉड। कोठातिर यहाँबाट चाहिँ देखिँदो रहेछ। चाहिँ जाँदैछौँ। यो टिकट मलाई किन दिएको? चाहिन्छ त ल। यहाँ जान लाग्यो कोही। मम्मी अलबाट जानु गयो। म यहाँ पावर ब्याङ्कसँग बस्दैछु गाइस। भोक लागि छ। यहाँ त कस्तो सुन हिँड्दो रहेछ नि, चढ्नी भएर होला है। एमा जानुपर्छ हामी। उताबाट ओह्रालो झरिहाल्छ नि त। ल जम 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 जम। बाई 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 बाई। ल मम्मी लाग्छ कि आफै। मम्मी अघि चढेर कस्तो बिर्सियो। बाई बाई चन्द्रगिरी। बाई बाई सानी। लाइन बाई लाइन बाई। हामी उँधो झर्दैछौँ, हिमाल उँभो देखिँदैछ। यिनी घर त खेलौना जस्तो देखिया है यहाँबाट। यहाँ चाहिँ हाम्रा छोराछोरीले खाना खाँदैछन्। सानी के खाएको? एक्लै बसेर खाने होइन? त्यति बेला चाहिँ यता मम्मी इधर हम है, हमारा खाना नहीं आ रहा है। म चाहिँ यिनीहरूको भात खाइदिन आएको छु। के खुवाइदिन्छु? अचार रहेछ सिन्की। त्यही नि त सिन्की। यो सिन्की खुवाइदिए त खानु न। यो तरकारी खा है। हामी खाँदैनौँ ल। हामी मासु खान्छौँ, यो खान्छौँ, गाजरको उयो खान्छौँ, खाने खान्छौँ। यता देऊ। यही एउटा भाउ गुन्द्रुक
साथीहरू हामी चाहिँ खानासाना खाएर अब चाहिँ हामी हाम्रो स्थानमा जाँदैछौँ साथीहरू। त्यही हो क्या छैन खै त्यो त धरहरा हो नि, त्यत्न देखिया चाहिँ धरहरा। अनि चाहिँ अब चाहिँ म चाहिँ घर जाँदैछु मम्मीलाई छोड्न। मम्मीलाई छोड्न जाँदैछु म चाहिँ। कहाँसम्म हिँड्दै जाने? अघि हामीले जहाँ सामान छोडेको थियौँ नि हो त्यहाँसम्म चाहिँ हामी पैदलै हिँड्नु पर्छ।